लीला दिदी उहाँ नै हुनुहुन्छ रहस्य, जसको कारणले हामी भुटानको सीमासम्म आएका छौँ। मेरो साइला भाइ जस्तो मेरो मुटुको टुक्रा अरू कोही छैन जस्तो लाग्छ। म बेसी नै माया गर्छु मेरो साइला भाइलाई। अब नरुनु, रुने दिन त सक्यो नि। होइन, खुसीको आँसु मेरो। पैँतिस वर्षसम्म नपाएको खुसी आज उहाँले प्राप्त गर्नुभएको छ। हाम्रो कारणले आज यो खुसी उहाँले प्राप्त गर्नुभएको छ। 35 वर्ष पछाडिको खुसी। हेर्नुहोस् त दर्शकवृन्द, त्यत्तिकै भोजराज थापा सीमा पारी वेस्ट बेङ्गलबाट नर्थ यो भुटानको सीमा, भुटान यही नजिकै हो, नजिकै 5 मिनटमा पुगिन्छ। भुटानको सीमा नजिकै, त्यत्तिकै आएको छैन। 35 वर्ष पछाडि यो परिवारलाई म खुसी दिन आएको छु। त्यो खुसी के हो भन्ने कुरा लीला दिदीले त थाहा पाइसक्नु भएको छ। मैले उहाँलाई बताइसकेको छु। उहाँले हिजो मात्रै त्यो खुसी थाहा पाइसक्नु भएको छ। तर यो खुसी दर्शकहरूलाई पनि मैले बताउनु पर्छ। हामीले पाएको सफलता के हो दर्शकहरूलाई पनि सुनाउनु पर्छ भनेर मेरा भगवान रूपी दर्शकहरूलाई सुनाउनका लागि, बताउनका लागि र लीला दिदीको अहिलेको अवस्था के छ भनेर बुझ्नका लागि म उहाँको घरसम्म आएको छु। अब सुरु गर्छु म लीला दिदीको खास वास्तविक कहानी के हो, 35 वर्ष पछाडि उहाँले पाएको खुसी के हो। अब म खोतल्छु। छोरी, यो छोरी त नि छन्। हजुर, भर्खर जन्मिए जस्तो लाग्यो म त। तपाईँले भर्खर जन्माएर ल्याए जस्तो लाग्यो। 36 वर्ष हराएको मान्छे। तपाईँलाई धेरै धन्यवाद। भगवान्ले रक्षा गरून् तपाईँलाई। कत्रो हर्का लागेको छ भने नि खुसीको सीमा नआएको छ मेरो त। कति खुसी। अब छोराछोरी भनेको त्यस्तैहरू छन्, जति भए पनि मायै हुन्छ है। भेटिन्छ भन्ने मलाई 10 मिनटमा 1 पनि थिएन। कसरी भेटाइदिनु भयो तपाईँले, कस्तो जुर रहेछ, कसरी भेटाइदिनु भयो, तपाईँलाई धन्यवाद। तपाईँले भगवान्ले कहिले पनि दुःख दिँदैनन् क्या। तपाईँको धेरै फलोस्। तपाईँलाई धेरै धन्यवाद। खुसीको सीमा छैन। खुसीको सीमा नआएर कहाँ पुग्छ त्यस्तो हो नि त। अनि दिदी कति खुसी हुनुहुन्छ होला भन्नुहोस्। बहुत खुसी छु म। आज धेरै खुसी छु म। आज एकदमै खुसी छु। आजभन्दा 35 वर्ष अघि भुटानबाट हराउनु भएकी लीला थापा भुटान र भारतको सीमा नजिकै रहेको टोटोपारामा भेटिनु